हेलो नमस्ते सम्पूर्ण विद्यार्थी साथीहरूलाई ज्ञानखर पाठशाला युट्युब च्यानलको आजको भिडियो श्रृङ्खलामा हार्दिक नमस्कार र स्वागत गर्न चाहन्छु। आज हामी यासी स्पेशल क्लासको रूपमा कम्पलसरी म्याथको चाहिँ एरिया एन्ड भोल्युम क्षेत्रफल र आयतन एकाइ अन्तर्गत सोली सम्बन्धी भेरी इम्पोर्टेन्ट VBI क्वेसन सोलुसन लिएर आइसकेका छौँ। आजको पहिलो क्वेसन्स रहेको छ। आजको हाम्रो पहिलो क्वेसन्स रहेको छ साथीहरू, पानीले भरिएको एउटा सोली आकारको भाँडाको उचाइ 21 सेन्टिमिटर र आधारको व्यास 14 सेन्टिमिटर। सोली आकारको एउटा भाँडो छ जसमा चाहिँ पानीले भरिएको छ है त, जसको उचाइ कति छ 21 सेन्टिमिटर अनि व्यास चाहिँ 14 सेन्टिमिटर छ है त। अब बराबर मापका दुईवटा अरू ठोस सोलीहरू डुबाउँदा उक्त भाँडामा डुबाउँदा उक्त भाँडाबाट 1/3 पानी बाहिर पोखिन्छ भने ती डुबाइएका दुईवटा प्रत्येक सोलीको आयतन कति होला भनेको छ। अब चाहिँ सुरुमा हामीले के गर्नुपर्छ साथीहरू, प्रश्नले चाहिँ के कुरा दिएको छ त, प्रश्नमा हाम्रो चाहिँ के कुरा छ त्यो कुरालाई चाहिँ हामीले टेक गर्नु पर्यो। सोलुसन यहाँ दिएको सोली आकारको भाँडाको उचाइ याच इक्वल टु कति छ 21 सेन्टिमिटर हो कि हैन। 21 सेन्टिमिटर यो चाहिँ हाम्रो सोली आकारको भाँडाको उचाइ भयो। अब अर्को के छ, उक्त भाँडाको चाहिँ व्यास छ, व्यास है डायमिटर D इक्वल टु 14 cm। त्यसपछि अब डायमिटर छ भने हामीले त्यसलाई चाहिँ अर्धव्यास R पनि निकाल्न सक्छौँ। अर्धव्यास निकाल्ने सूत्र के हो, डायमिटरको ठ्याक्कै हाफ है, D/2 इक्वल टु D इक्वल टु कति छ 14/2 इक्वल टु 2 साथै 14, 2 7 जा 14। 14 लाई चाहिँ 2 ले भाग गरेर चाहिँ हामीले के निकाल्यौं, अर्धव्यास निकाल्यौं। के निकाल्यौं साथीहरू, अर्धव्यास। अब एकपछि चाहिँ हामीले उक्त सोली आकारको भाँडाको चाहिँ हामीले चाहिँ आयतन निकाल्नु पर्ने हुन्छ। V इक्वल टु व्हाट वी नो, हामीलाई थाहा छ V निकाल्ने सूत्र के हो, सोली आकारको भाँडा भनेकै सोलीकै फर्मुला लाग्छ। V इक्वल टु 1/3 पाई R स्क्वायर H हो कि हैन। V इक्वल टु के हुन्छ 1/3 पाई R स्क्वायर H। 1/3 इन्टु पाई को मान कति हुन्छ 22/7 गुणा R भनेको हाम्रो 7 छ, 7 को स्क्वायर, H भनेको चाहिँ हाम्रो कति छ 21 है त साथीहरू। अब गर्दै जाउँ, 1/3 इन्टु 22/7 इन्टु 7 को स्क्वायर भनेको 7 7 49 है त, 7 7 49 इन्टु 21। बुझ्दै हुनुहुन्छ नि साथीहरू। अब हेर्दै जानुस्, गर्दै जानुस्, 22 इन्टु 49 इन्टु 21 अनि यता 3 7 जा 21, 21 काटियो। अब 22 र 49 मल्टिप्लाई हुँदाखेरि चाहिँ 1078 cm क्युब, 1078 cm क्युब चाहिँ हाम्रो के आयो साथीहरू, आयतन आयो। त्यो आयतन भनेको चाहिँ सोली आकारको भाँडाको टोटल आयतन हो है त। अझै हाम्रो कम्प्लिट काम भएको छैन। अब चाहिँ हाम्रो अर्को इस्यु के छ, अर्को शर्त के छ, बराबर मापका दुईवटा अरू ठोस सोलीहरू उक्त भाँडामा डुबाउँदा उक्त भाँडाबाट चाहिँ 1/3 पानी बाहिर पोखिन्छ। हामीले चाहिँ आधा काम गरिसक्यौँ। अब दुईटा सोलीको जुन कुरा गरेको छ त्यसलाई पनि सोल्भ गर्छौँ है त। ध्यान दिएर हेर्दै गर्नुहोस्, मजाले स्क्रिनसट लिनुहोस् अथवा नोट कपीमा डाउन गर्नुहोस् है, कपी डाउन गर्नुहोस् है त साथीहरू। अब चाहिँ हामी के गर्छौँ साथीहरू, प्रश्नले भने अनुसार चाहिँ दुईटा सोली छ कि छैन, त्यस्तै खालको दुईटा सोली छ ठोस सोली, त्यसलाई चाहिँ उक्त भाँडामा चाहिँ डुबाउँदाखेरि 1/3 पानी बाहिर निस्किन्छ भनेको छ है त। अब हेरौँ साथीहरू, 2 गुणा ठोस सोलीको आयतन, यसलाई चाहिँ मैले V1 नाम दिएँ, इक्वल टु 1/3 पानी 1/3 पानी आउट हुन्छ भनेको छ। यानि कि हामीले चाहिँ के गर्छौँ, टोटल भोल्युम छ नि जुन 1078 cm को, त्यसलाई चाहिँ 3 ले भाग गरेर 1/3 निकाल्छौँ है त। अब 2 इन्टु V1, दुईटा सोली भएकोले 2 इन्टु गर्नु पर्यो है साथीहरू। 2 इन्टु V1 इक्वल टु 1078/3। यो चाहिँ के हो, 1078 चाहिँ हाम्रो सोली आकारको भाँडाको चाहिँ आयतन हो है, त्यसको क्यापासिटी हो। त्यसलाई चाहिँ 3 ले भाग गर्यौँ भने हाम्रो चाहिँ 1/3 पानी आउँछ, 1/3 भाग आउँछ भनौँ। अब चाहिँ के हुन्छ, V1 इक्वल टु 2 चाहिँ यता आएर चाहिँ इन्टुमा जान्छ, 2 र 3 आखिर गुणन हुने नै हुन्छ, एकै साथ राखिदिएँ मैले। अनि 1078 लाई चाहिँ 2 यहाँ 6 ले भाग गर्दाखेरि चाहिँ हाम्रो कति आउँछ 179.67 cm क्युब। अब दुईटै सोलीको चाहिँ कति रहेछ, त्यो प्रत्येक सोलीको यानी कि दुईटा सोलीको आयतन कति रहेछ 179.67 cm क्यूब।
है त साथीहरू, बुझ्नुभयो नि। अब चाहिँ तपाईहरुले लास्टमा के लेख्नु होला, देयरफोर प्रत्येक सोलीको आइटम 179.67 cm क्यूब। यो चाहिँ एउटा सोलीको हो, दुईटा सोली छ नि, दुईटैको यति 179.67 cm क्यूब आइटम हुन्छ। थ्याङ्क यू सो मच। आजको सोली सम्बन्धी भेरी इम्पोर्टेन्ट क्वेसनमा चाहिँ यति बेरसम्म हाम्रो ज्ञानघर पाठशालाको यो भिडियो श्रृङ्खलामा जोडिनु भयो, त्यसको लागि चाहिँ हजुरहरू सबैलाई चाहिँ धेरै धेरै धन्यवाद। हाम्रो एसई परीक्षा नजिकिरहँदाखेरि चाहिँ यस्तै मोडेल क्वेसनहरूको समाधानको लागि तपाईहरु जोडिराख्नु होला। यदि हाम्रो ज्ञानघर पाठशाला युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो भिडियोलाई अवश्य पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला साथीहरू। आजको लागि चाहिँ यतिकै, फेरि अर्को भिडियो श्रृङ्खलामा भेट हुने नै छौँ। थ्याङ्क यू सो मच, टेक केयर अफ यू, सी यू, थ्याङ्क यू सो मच।